हेलो एभ्रिवान गुड आफ्टरनुन र आज चाहिँ हामी बनाउँदैछ कौडी। यहाँ हेर्नुहोस् मेरो वाइफ चाहिँ ट्याक्कै कैँचीले काटेर बनाउँदैछ सेप। र यहाँ चाहिँ हेर्नुहोस् अब कौडीको लागि सुप प्योर भेज हो, सुप रेडी हुँदैछ यहाँ हो। यहाँ कौडी हुँदैछ, कौडीको लागि आँटा टक्कै हो। अब यहाँ कराईमा मजाले पाक्दैछ, सुप मजाले पाक्दैछ हो। यति पानी थपेर चाहिँ कौडी टक्कै भनेर खानु होला जस्तो आज। र यहाँ हेर्नुहोस् मौसम राम्रो छ इभिनिङको हो, आफ्टरनुनको मौसम। फाइनली कौडी रेडी भयो। यहाँ हेर्नुहोस् तपाईँले, यो चाहिँ एकदम प्योर भेज है। हामी अलिक भेज पऱ्यौँ कि त्यही भएर भेज त रुच्छ हो। र यसमा चाहिँ अब हालिन्छ अचार। यो अचार भयो डल्ले खुर्सानी, प्योर पिनेको डल्ले खुर्सानी, पिरो खानु पऱ्यो नि त है। यही अचार यहाँ हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ टक्कै यो गदुङमा पिनेको अचार है। यो चाहिँ डल्ले खुर्सानी प्योर डल्लेको अचार हो। टक्कै अब यहाँ हालेर चाहिँ खानु पऱ्यो त्यसरी है। फाइनली हामी चाहिँ खान थाल्यौँ यहाँ तातो कौडी। यस्तो जाडो मौसममा चाहिँ हो। वाह कम त मिठो खाएको। थ्याङ्क यू फर वाचिङ गाइस। मेरो छोरी है।